हेलो नमस्ते एभ्रिवान। आज चाहिँ हामी डिजिमबाट हाइक जाँदैछौँ अनि हाम्रो हाइकिङको डेस्टिनेसन रहेको छ सूर्यचौर। अनि फर्स्टमा चाहिँ हामी यो एभरग्रिन रिजोर्ट टोखामा जम्मा भएर अब यहाँबाट हिँड्नेछौँ। अब हामी यहाँबाट हिँडिसक्यौँ। ब्रेकफास्ट चाहिँ एकछिनमा आएर खाने भनेर सबै कुराहरू रेडी गरेर अर्डर गरेर अनि हामी हिँडेको। यहाँ पछाडि छ मेरो भाइ अनि दिपा दिदी हुनुहुन्छ। हामी चाहिँ एकदम रमाइलो गर्दै 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 हिँडिरहेको थियौँ। यहाँ भाइले जिस्काउँदैछ, ओरिजिनल भोइस हाल्न पाइनँ, त्यही भएर भोइस ओभर गर्दैछु। मेरो भाइ चाहिँ सिङ्गल हो, कसैलाई मन पऱ्यो भने भन्नु होला भनेर जिस्काउँदै थिएँ। अनि त्यसपछि त साइडमा हुनुहुन्छ हाम्रो दिदीहरू सबैजना। ल सङ्गीता दिदीलाई पनि मैले केही कुराहरू भन्दै थिएँ। सङ्गीता दिदी नै एकदम एक्साइटेड हुनुहुन्थ्यो। अनि एली भयो, यहाँ छ ऋतु, अनि एकदमै एक्साइटेड, सबै एकदमै रमाइलो भइरहेछ। अनि हामी यसरी नै जिस्किँदै रमाइलो गर्दै हल्ला गर्दै बाटोमा हिँड्दै थियौँ। बाटोमा चाहिँ एकदम राम्रोसँग हिँड्नुपर्छ है साथीहरू। भ्लग बनाउँदैछु भनेको यहाँ एलीले पनि जिस्काउँदैछ है भिडियोमा, के भन्दैछ। तर मैले रियल भोइस चाहिँ हाल्न पाइनँ, भोइस ओभर गरेँ है। अनि त्यसपछि हामी पनि पछाडिको ब्याकग्राउन्डहरू यसो खिच्दिउँ न क्यामरामा भनेर दाइलाई खिच्न लगाएको। अनि विवेक दाइले खिच्दै होइसिन्थ्यो। अनि विवेक दाइले चाहिँ के भन्दै होइसिन्थ्यो भने यिनीहरू जति क्यामरामा देखिन्छन् त्यति रियलमा छैनन् है, क्यामरामा एकदम राम्रो देखिरहेछन् भनेर भन्दै होइसिन्थ्यो। यो चाहिँ हाम्रो एभरग्रिनबाट साइडबाट देखिने भ्युज, यो काठमाडौँ भ्याली पुरै देखिन्छ यहाँबाट, एकदम राम्रो छ। यस्तो छ। विवेक दाई आउँदै होइसिन्छ। अनि विवेक दाईलाई खिच्न लगाएको, रिता र मेरो नि खिच्दिसेन भन्दै। अनि शीतल थियो बिहान बिहान होइन, गर्मी भर्खरै स्टार्ट भइरहेको थियो नि त। अनि त्यो कारणले गर्दा नि धेरै गर्मी चाहिँ थिएन होइन। अनि एकदम रमाइलो भइरहेको थियो। बिचमा ब्लग खिच्छु है भन्दै थिएँ, हिँडेको जस्तो नि खिचौँ भन्दै थिएँ होइन। अनि बिचमा कतिहरू चाहिँ मिस भयो भने यसरी नै मिस नभएको कुराहरू चाहिँ मैले क्यामरामा क्याप्चर गर्न ट्राई गरेको छु। सबैजनाले हेर्नुहोला। यसरी नै हामी रमाइलो गर्दै हिँड्दैछौँ। रिते भन्छु क्या म रितेलाई। अनि यस्तो रमाइलो भइरहेको थियो। कोही चाहिँ हिँड्न नसकेर साह्रै परिसकेको थियो। अनि त्यो पनि हामीले आफ्नो हिँड्न छोड्नुहुन्न भन्ने कुरालाई चाहिँ साथ राख्दै हिँड्दैछौँ। अनि बिचमा चाहिँ यस्तो छ, पुरै उकालो नै छ क्या है। अनि बिचमा कतै चाहिँ भिडियो खिच्न पनि नमिल्ने ठाउँहरू थियो है। मैले क्यामेरा हतार स्टप गरिसकेको छु। यहाँ हुनुहुन्छ हाम्रो अमर दाई, अनि हुनुहुन्छ फेरि सङ्गीता दिदीसँग भेट भइसकेको छ। स्पिड कुद्थेँ क्या म बिचमा चाहिँ, सबैजना कोही कता अनि कसैलाई भेटिरहेको हुन्थेँ। अनि यतातिर गएर फेरि भिडियो खिच्न नमिल्ने ठाउँहरू थियो, मलाई थाहा थिएन। अनि बन्द गरिहालेँ हतार। अनि जता चाहिँ खिच्न मिल्ने ठाउँहरू छ त्यतातिर चाहिँ मैले भिडियो राख्न ट्राई गरेको छु। अब हामी सूर्यचौर लगभग पुग्न लागिसकेको छौँ। 1 आवर हिँडिसकेपछि चाहिँ हामी सूर्यचौरको छेउछाउ पुग्छौँ। सबजना कुदिराख्नु भएको थियो क्या पुरै। अनि त्यसपछि हाम्रो विवेक दाई चाहिँ स्कुटरमा चढ्नु नै भएको होइन भन्दै थिएँ मैले। यहाँ पुगिसक्यौँ। अनि यहाँबाट चाहिँ अब हामीलाई धेरै टाइम लाग्दैन सूर्यचौरको लागि। लगभग नजिक पुगिसकेको छौँ। एकदम इन्जोय गऱ्यौँ हामीले चाहिँ, एभ्री मोमेन्टहरू चाहिँ एकदम क्याप्चर गऱ्यौँ होइन। अनि फाइनल्ली सूर्यचौर पुग्यौँ गाइस। त्यसै सूर्यचौर है। अनि यहाँ ऐसेलु टिप्दै हुनुहुन्छ सबैजना। विवेक दाई डिजिमको लोगो देखाउँदै होइसिन्छ। अनि ऐसेलु पनि खाँदैछन् साथीहरू चाहिँ। एकदम रमाइलो भयो है। यसरी नै हामी चाहिँ आफ्नो डेस्टिनेसनमा पुगिसकेको थियौँ। अनि सबैजनालाई तल आउन भनेर भन्यौँ। हामी आधा जो पछाडि छुटेको थियौँ, उहाँहरू पनि सबैजना आइसक्नु भएको छ पछाडि। अनि त्यसरी नै हामीलाई केही फ्रुट्सहरू चाहिँ घरबाट लिएर आएको थियौँ कि बिच बाटोमा भोक लाग्ला भनेर। अनि यो मेरो भागमा परेको फ्रुट्सहरू यता थियो। अनि दिपा दिदीले आफ्नो साइडबाट लिएर आउनुभएको ड्र्यागन फ्रुट्स के भन्दा पोमिग्रेनेटहरू भन्दै हुनुहुन्थ्यो। अनि यो चाहिँ हाम्रो फ्रुट्स खाइसकेपछि फेरि अब लगभग सूर्यचौरबाट फर्किसक्यौँ। अमिरले जिस्काउँदै थियो है, फोटो भिडियोजहरू टन्नै खिच्यौँ हामीले। अनि त्यसपछि चाहिँ हामी लाग्यौँ। यो चाहिँ हामी सूर्यचौरबाट रिटर्न भएको। भोक लागिरहेको थियो, अब के गर्नु, खानै पऱ्यो होइन। अनि खाँदै अब ब्रेकफास्टको लागि पनि रेडी हुनु पऱ्यो तल गएर। ल अब आजलाई मेरो भ्लगको भिडियो चाहिँ यति नै। भोइस ओभर पनि गरेँ जसो तसो। सबैजनालाई हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
अनि हजुरहरू पनि हाइकिङको लागि सोच्दै हुनुहुन्छ भने चाहिँ काठमाडौँ नजिक महाराजगञ्ज टोखा यो साइडतिर हुनुहुन्छ भने चाहिँ जानु होला। सूर्य चौर एकदम राम्रो, एकदम फ्रेस एयर अनि एकदमै राम्रो ठाउँ रहेको छ। नुवाकोट जाने बाटोमै हो है। हामीलाई चाहिँ घर नजिकै भएको कारणले गर्दाखेरि पनि सजिलो भयो अनि हजुरहरूलाई पनि पक्कै पनि इन्जोय भयो होला भिडियो हेरेर। त्यसैले धन्यवाद हेरिदिनु भएकोमा भिडियो एन्डसम्म। एकदम खुसी लाग्यो। अब नेक्स्ट भ्लग बनाउन ट्राई गर्नेछु। यो चाहिँ मेरो फर्स्ट भ्लग हो है। पुरानो युट्युबको भिडियोजहरू चाहिँ सबै डिलिट भयो कि भन्नु, युट्युब नै उड्यो मेरो। जिमेल डिलिट गरेको थिएँ पुरानो। अनि त्यसैले सबैजनालाई बाई बाई, सी यू अगेन इन नेक्स्ट भ्लग। धन्यवाद। सकिँदैन क्या यति धेरै भोइस ओभर गरिसकेँ होइन। यो चाहिँ सबै लास्टमा आएछ कि अघि अगाडिदेखि खोजिरहेको थिएँ मैले सबैजनालाई, तर कहाँ पुग्यो कहाँ। अनि हामी ब्याक टु एभरग्रिन भइसक्यौँ। अब एभरग्रिनमा हामीले ब्रेकफास्ट भनेको थियौँ नि त, त्यही भएर लगभग 10 बजी सकेको थियो है। हामी 7 बजी हिँडेको, यताउता टाइम लाग्यो। अनि अब यहाँबाट ब्रेकफास्ट गरेर चाहिँ हामी घर जान्छौँ। सबैजना यहाँ हुनुहुन्छ हाम्रो ग्रुपहरू, हाइकिङको ग्रुपहरू, डिजिएम ग्रुप भनौँ न, वी लभ डिजिएम भन्दै म आफ्नो भ्लग चाहिँ एन्ड गर्न चाहन्छु। हाफ ग्रुप चाहिँ उता हुनुहुन्छ, दिपा दिदीहरू उता हुनुहुन्छ, हामी आधा चाहिँ यता बसेको छौँ, जो जता अट्यौँ त्यतै बस्यौँ। थ्याङ्क यू सो मच। बाई।